तन मन सुम्पेकै थिए आत्मा सर्वस्व नै सुम्पिँदा नि छैनौ तिमी साथमा बस्यौ हलक यता जोबाना हो यता जोबाना ढल्क्यो ढलक सबैले एकाठै जोबाना ढल्क्यो ढलक हो यता जोबाना ढल्क्यो ढलक अलि अलि उमेर मात्रै बाँकी भएको हल्ला गर्नु पर्यो है ओके थ्याङ्क यू सो मच कति रमाइलो हो तपाईँहरू त कस्तो राम्रो हो सबैजना आज त चिटिक्क परेर राम्रो भएर आउनु भएको कोही भन्दा कोही कम हुनुहुन्न सबैजना राम्रो हुनुहुन्छ है अब एकचोटि माया गर्ने जोडीलाई सम्झेर दुई टुक्का मात्रै एउटा दुःख साटौँला भन्ने गीत गाउँछु त्यसपछि हामी अरू गीतमा जान्छौँ है त पालै पालो दुःख साटौँला ट्र्याक प्ले गरिदिनु होला यो माया गर्ने जोडीहरूको लागि मैले यो गीत नगाई मैले सुकै पाउँदिनँ माया गर्ने जोडीहरू धेरै हुनुहुन्छ हो कि होइन दुःख साटौँला हेर्नु त डीबाट छ सबैले आशा पनि तिमी आशा पनि तिमी दुःख साटौँ सबैले अब दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँ सबैले ला फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला ए नाच्यो झिल्के नाच्यो 1 2 3 go ला 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 हे आ हे आ हे आ हे यो छोरी मान्छेहरूले भन्ने लाइन है यो चाहिँ मन दुखाउने छैन शिर झुकाउने छैन पीर व्यथा हाँसो खुसी केही लुकाउने छैन दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँग होइन र दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँ अब चाहिँ होला सुन्नु पर्यो ओके थ्याङ्क यू अब हजुर अत्यन्तै मन पराउनु भएको गीत सँगसँगै जिउला नि जो भन्दिउला नि जो भन्दिउला नि ए जो भन्दिउला नि झालीको यति राम्रो गाउनु भएको छ म मेरो आफ्नै फोनबाट त एकचोटि खिच्नै पर्छ मेरो फोन कहाँ छ म नेपाल लएर सबैलाई देखाइदिन्छु ल छोराछोरीहरू परिवार सबै खुसी छन् भनेर सुनाइदिन्छु ल सँगसँगै जिउला नि जो भन्दिउला नि सबैले झालीको अझै ए झालीको तिम्रो याद यो गीतमा एउटा लाइन मात्रै चेन्ज गरौँ है तिम्रो याद भन्ने ठाउँमा घरको याद भन्दिउँ है आमालाई पठाइदिउँला है त तिम्रै पीर चिन्ता छ मलाई दिन रात
मलाई दिनरात मलाई दिनरात झलीको घरको याद अलीको हिमा सबैको हात माथि हुनु पर्यो हे झलीको घरको सबैजना जापानमा सबैजना सन्चै हुनुहुन्छ हे ल ओके अब हामी झलीको गीत गाउँछौँ झलीको विथ कोरस लेखेको छ है विथ कोरस लेखेको है सबै रेडी हुनुहुन्छ नि सबैजनालाई म खिच्छु ल सबैको हात माथि हेर्नु पर्यो कि प्लिज सँगसँगै जिउला नि जौवन दिउला नि झलीको तिम्रो याद अलीको हिमा 1 2 3 झलीको तिम्रो याद अलीको हिमाल भन्दानी झलीको तिम्रो याद अलीको हिमाल भन्दानी एकचोटि हल्ला सुन्नु पर्यो लायो क्याने मोहनी क्यारम सबैले झलीको तिम्रो याद अलीको हिमाल 1 2 3 गो झलीको तिम्रो याद अलीको हिमाल भन्दानी झलीको तिम्रो याद अलीको हिमाल भन्दानी मलाई लाग्छ झलीको गीतमा सबैभन्दा धेरै टिकटक जापानबाट बनेको जस्तो लागिरहेछ थ्याङ्क यू सो मच जापान अब एकचोटि सबैजनाले माया गर्नुपर्छ सबैले 1 2 3 आहै 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 झिक्कै झिक्कै माया तमला सला ला 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 आहै 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 कति राम्रो हौ त नि झलीको तिम्रो याद अलीको 1 2 3 गो झलीको तिम्रो याद अलीको हिमाल भन्दानी झलीको तिम्रो याद अलीको हिमाल भन्दानी हल्ला सुन्नु पर्यो स्याबास स्याबास आहै अब एकचोटि छोरा मान्छेहरूको मात्र होला सुन्नु पर्यो अब एकचोटि छोरीहरूको मात्र होला सुन्नु पर्यो अब मनपर्ने मान्छेलाई माया है तिमी मेरो आत्मा हो सधैँ साथमा छौ सधैँ साथमा छौ सधैँ साथमा छौ झलीको तिम्रो याद
अलीको हिमाल 1 2 3 झालीको तिम्रो याद अलीको हिमाल भन्दा नि झालीको तिम्रो याद अलीको हिमाल भन्दा नि तिम्रै पिर चिन्ता छ मलाई दिन रात ए मलाई दिन रात सबैले झालीको तिम्रो याद अलीको हिमाल भन्दा झालीको तिम्रो याद अलीको हिमाल भन्दा नि झालीको तिम्रो याद अलीको हिमाल भन्दा नि सबैको हात माथि उठ्नुपर्छ आहै 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 1 2 3 go la 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 ahai 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 कस्तो मिठो गाउनु भएको कस्तो मिठो नाच्नु भयो कस्तो मिठो गाउनु भयो फेरि एउटा फोटो चाहिँ खिच्नु पर्ला जस्तो लाग्यो सबैजनाले हातमाथि गरिदिनु ल एउटा फोटो चाहिँ घर सम्झना लिएर जान्छु सबैजनाले प्लिज सबैजनाले हातमाथि गर्नु ल एकचोटि एउटा चाहिँ खिच्दिनु सबैजना हातमाथि गर्नु ल थ्याङ्क यू सो मच अब हजुरले अत्यन्तै मन पराउनु भएको गीत हजुरलाई जाडो भा होला ए हजुरलाई जाडो भा होला रेडी हुनुहुन्छ अब चिसो ट्र्याक प्ले गरिदिनु ल हे घुम्दै आइयो मैसाबको घरमा राति लालटिनको भरमा हावा चिसो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो मैसाबको घरमा राति लालटिनको भरमा हावा चिसो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो भा होला हल्ला सुन्नु पर्यो हे हाँसी बोल्दिए
भो त नि कति साह्रै लजाइस्या हो त नि हावा चिसो चिसो बोल्दिए भो त नि कति साह्रै लजाइस्या हो त नि हावा चिसो चिसो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो भा होला मेरो गलबन्दी अब हल्ला सुन्नु पर्यो हे 1 2 1 2 3 go सलालाला सबले वेट गर्नु पर्यो प्लिज हे मैलाई किन हेरिस्यो अरू नि डन्नै होला हावा चिसो चिसो हजुरलाई जाडो भा होला मेरो हेरिस्यो अरू नि डन्नै होला हजुरका हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो भा होला हजुरलाई जाडो भा होला मेरो गलबन्दी नाच्यो झिल्के नाच हे मैले लाको गलबन्दी सानो छ ओडिस्यो न तातो छ गलबन्दी सानो छ ओडिस्यो न तातो छ न्यानो छ हावा चिसो चिसो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो अब हल्ला सुन्नु पर्यो हे स्याबास नाच्यो झिल्के नाच हे कराइसिन्छ बाबा र मुवाले हाँगा हाल्न लाइसक्यो जुवाले हावा चिसो चिसो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो बाबा र मुवाले हाँगा हाल्न लाइसक्यो जुवाले हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो भा होला मेरो गलबन्दी एकचोटि जोगेको हल्ला सुन्नु पर्यो ओके थ्याङ्क यू सो मच थ्याङ्क यू रमाइलो भयो होइन र यो मायाको लागि धेरै धेरै धन्यवाद यो घर लिएर जाँदा हुन्छ मैले तपाईँहरूको फेरि कस्तो मिलाएर लगाएर आउनुभयो थियो होला यो मैले लिएर जान मिल्छ यति धेरै माया दिनुभयो सबैभन्दा पहिला त यो मायाको लागि धेरै धेरै धन्यवाद छ धेरै धेरै माया छ एकैछिन भए पनि हजुरको माया यहाँ काँधमा राख्न पाइरहेको छु यस्तै माया गरिरहनुलाई धेरै धेरै माया अझै उफ्रिनुहुन्छ कि थाक्नुभयो थाक्नु भयो जस्तो लागिरहेछ एउटा एकदम डान्सिङ नम्बर छ कि अलि फास्ट नाच्न पर्ने छ हो सक्नुहुन्छ भने गाउँछु रेडी हुनुहुन्छ घुम्न जाम्न पोखरा तिम्रो पनि को छ र तिम्रो पनि को छ र चोली फाट्यो मायाको चोली फाट्यो मायाको मैसीलाई दिउला नि
सँगसँगै जिउला नि एकदम फास्टवाला छ एकदम उफ्रिनु पर्यो है त ओके चोली फट्यो माइको प्ले गर्नु अलि ट्र्याक चाहिँ बढाइदिनु पर्यो अलि लाउड गर्नु ल नजिक नजिक तानेर बोल्या आफ्नै ठानेर बोल्या आफ्नै चोली फाट्यो मायाको चोली फाट्यो 1 2 3 गो मैसीलाई दिउला नि सँगसँगै जिउला नि मैसीलाई दिउला नि सँगसँगै जिउला नि अलि जोस चाहियो वोल्टा घुम्न जाम्न पोखरा तिम्रो पनि चोली फाट्यो मायाको चोली फाट्यो 1 2 3 गो मैसीलाई दिउला नि सँगसँगै जिउला नि मैसीलाई दिउला नि सँगसँगै जिउला नि अब सबको हातमा छ 1 2 3 go I heard Siaba टोकियोको चर्को घाम तिमी मेरी भन्न पाम तिमी मेरी चोली फाट्यो मायाको चोली फाट्यो 1 2 3 गो मैसीलाई दिउला नि सँगसँगै जिउला नि मैसीलाई दिउला नि सँगसँगै जिउला नि अब जोस चाहियो वोल्टा एकै छिनमा जाम घर मरी लानु के छ र मरी लानु चोली फाट्यो मायाको चोली फाट्यो माया अरे मैसीलाई दिउला नि सँगसँगै जिउला नि मैसीलाई दिउला नि सँगसँगै जिउला नि अलि जोस चाहियो वोल्टा 1 2 3 go la 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 Thank you so much thank you तपाईहरु थाक्नु भयो जस्तो लाग्यो हो र थाक्नु भएको छैन भने एनआरएन जापानको लागि एकचोटी जोरदार ताली बजाउँ त हेरौँ अब नेपाली पारामा नाच्नु पर्यो एउटा हजुरले अत्यन्तै मन पराउनु भएको मैले बनाएको गीत पनि छ ओखुनी भैया बैसा पोख्यो थैया म एक्लो छोरो नाच्छु धैया धैया सुकाको बिस्कुट चोर्यो जुरेलीले ए चोर्यो जुरेलीले
लाउन नि भैया हान्देऊ गुलेलीले ए लाउन नि भैया हान्देऊ गुलेलीले अब पुरै क्लबमा नाचे जस्तै नाच्नु पर्यो है त रेडी हुनुहुन्छ लाउन नि भैया ट्र्याक प्ले गर्दिनु लाउन नि नाच्यो दिलके नाच्यो ओखो नि भैया पैसा पोक थैया हो कि होइन ओखो नि भैया पैसा पोक थैया म एक्लो छोरो नाच्छु थैया थैया सुकाको बिस्कुट चोर्यो जुरेलीले ए चोर्यो जुरेलीले 1 2 3 गो लाउन नि भैया लाउन नि भैया हान्देऊ गुलेलीले ए लाउन नि भैया हान्देऊ गुलेलीले ए लाउन नि भैया हान्देऊ गुलेलीले अब सबको हात माथि नाच्यो दिलके नाच्यो शिवजी तिमलाई बेलै र पत्र हो कि होइन ए शिवजी तिमलाई बेलै र पत्र यो मेरो जोबन यत्र र तत्र सुकाको बिस्कुट ए चोर्यो जुरेलीले लाउन नि भैया हान्देऊ गुलेलीले लाउन नि भैया हान्देऊ गुलेलीले ए लाउन नि भैया हान्देऊ गुलेलीले ए लाउन नि भैया हान्देऊ गुलेलीले ए नाच्यो दिलके नाच्यो भाग्य त हुन्न कसैको बसको हो कि होइन ए भाग्य त हुन्न कसैको बसको देउताको टीका सिन्दुर चाहिँ कसको सुकाको बिस्कुट Thank you so much. पुग्यो आजलाई पुग्यो छैन सबैको सल्लाहले के भएको छ भने जापान टेकेपछि सबैजना पञ्चे बाजामा चाहिँ नाच्न जान्ने हुन्छन् भन्ने यहाँ हल्ला सुनिरहेको छु साँच्चै हो र मैले गाएको एउटा गीत छ कि के हुन्छ लेकमा बस्छु कोही आउन मन रुन्छ सधैँभरिलाई जिन्दगी जान्छ कि एक्लै भरिलाई र त्योभन्दा गाउनभन्दा अगाडि म हजुरलाई के भन्न चाहन्छु भने एकचोटि आफ्नै लागि जोरदार ताली बजाउनुहोस् त एकचोटि हेरौँ र त्यसै गरी म सम्मान व्यक्त गर्न चाहन्छु एनआरएन जापानका अध्यक्ष आदरणीय सुभाष लामिछाने दाई र सम्पूर्ण दाईको एनआरएन परिवारलाई एकचोटि जोरदार ताली बज्नु पर्यो है मैले सबैजनाको नाम लिने भने फेरि नाम छुट्न सक्छ त्यही भएर एकमुष्ट सबैजनालाई सुभाष दाईको टिमको लागि एनआरएनको टिमको लागि जोरदार ताली हुनु पर्यो है र राष्ट्रिय लोकतान्त्रिक दौड गीत प्रतिष्ठान जापान शाखाका सम्पूर्ण टोलीलाई पनि परिवारलाई पनि एकचोटि जोरदार ताली हुनु पर्यो है र त्यसै गरी विभिन्न सङ्घ संस्था विभिन्न जिल्ला सङ्घ संस्थाबाट आउनु पाल्नुभएका सम्पूर्ण पदाधिकारीज्यूहरूको लागि पनि एकचोटि जोरदार ताली है र त्यसै गरी मलाई माया गरेर आउनुहुने मेरो सम्पूर्ण दर्शकहरूलाई
धेरै धेरै माया छ ल सबैजना मेरो परिवार हो सबैजना मेरो आफन्त पर्नुहुन्छ त्यही भएर पनि मलाई छुट्टै मजा आफ्नै आँगनमा नाचे जस्तो भइरहेछ अब हजुरले अत्यन्तै मन पर्ने भएको एउटा अन्तिम पञ्चेबाजा गीत गाउन चाहन्छु के हुन्छ ट्र्याक प्ले गरिदिनु ल दोर्गीत प्रतिष्ठानका सबैजना नाच्नको लागि अनुरोध गर्न चाहन्छु त्यसै गरी सुभाष दाइको सम्पूर्ण टोली एनएनका सम्पूर्ण टोलीलाई पनि नाच्नको लागि म अनुरोध गर्न चाहन्छु सबैजना धेरै धेरै माया छ हजुरहरूको मेहनतले नै सम्भव भएको एकै होला सुन्नु पर्यो हो हाम्रो स्याङ्जाली दाजुभाइहरू कता हुनुहुन्छ स्याङ्जा समाजका दाजुभाइ सबैजना नाच्नु पर्यो है ल हो स्याबास हवल दाइले सबैजनालाई लिएर आउनु पर्यो हवल दाइले ए फाट्यो मुटु बचनैले सियोले सिएन हो कि होइन ए त्यही वचनले रातैभरि निदाउन दिएन कसैको वचनले रातैभरि निद्रा नलागेको को हुनुहुन्छ हातमाथि गर्नुहोस् त कोही न कोहीले त वचन लाउँछन् नि है ए के हुन्छ लेखमा बस्छु कोही आउन मन रुन्छ सधैँभरिला जिन्दगी जान्छ कि थ्याङ्क यू दाइ एकचोटि जापानको हल्ला सुन्नु पर्यो हो कहिले मिठो लाइन मैले कहिले मिठो खाइन हो कि होइन ए जापानतिर आउँदा पनि राम्री ठिटी होइन सुभाष दाइ चाहिँ नाच्नु पर्यो एकचोटि सुभाष दाइको लागि जोरदार तालिनु पर्यो एनआरएन परिवारको लागि के हुन्छ नाच लेखमा बस्छु सधैँभरि सबैले हो जिन्दगी जान्छ कि एक्लैभरि नाच हो सबैजना नेपाली पारामा सबैजना प्लिज फलाम्बाङ्गो बनाएछ लौहेर आरनले हो कि होइन ए यो सोझोको मन मागियो गर्लफ्रेन्डकै कारणले गर्लफ्रेन्डको कारणले मन मागिनेहरूले हातमाथि गर्नु त एकचोटि हेर्नु पर्यो प्लिज बाबा के हुन्छ लेखमा आउन मन थ्याङ्क यू सो मच सधैँभरिलाई जिन्दगी जान्छ कि एक्लैभरिलाई जिन्दगी जान्छ
चाहिँ क्यामेराम्यान पनि आफू पनि देखिनु पर्यो ल हो Hollywood say oh! 1, 2, 3, go! Thank you so much. Thank you, Japan. ल हजुरको यो मायाको लागि धेरै धेरै धन्यवाद छ आरिगातो गोजाइमास र सबैजनालाई आइस्तेरु सबैजनालाई हाई धेरै धेरै माया आइस्तेरु सबैजनालाई धेरै धेरै धन्यवाद छ यो मायाको लागि र यति राम्रो कार्यक्रम गर्नुहुने एनएन जापानप्रति विशेष आभार प्रकट गर्न चाहन्छु र यति राम्रो व्यवस्थापन गर्नुहुने हाम्रो डेस्टिनी क्रिएसन प्रति पनि विशेष सम्मान छ सम्पूर्णले एकचोटि जोरदार ताली बजाउनु पर्यो हो एलायो क्यारे मोहनी क्यारम ओहोनी क्यारम ओहोनी ए क्यारम ओहोनी हा झालीको तिम्रो याद यहाँ सबैजना राम्रो हुनुहुन्छ सबैजना राम्रोलाई चाहिँ के भन्न मन लाग्यो भने बनामला नि छुट्टै ठाउँ हिँड भागी जाउँ ए हिँड भागी जाउँ झालीको तिम्रो याद अलीको हिमाल भन्दा नि ए झल ताली एकचोटि हेरौँ सबैजनाले तिम्रो याद अलीको हिमाल भन्दा नि ए झालीको तिम्रो याद अलीको हिमाल भन्दा नि आइस्तेरु हो र सबैजनालाई धेरै धेरै धन्यवाद छ मेरो टिममा हुनुभएको मेरो प्यारो दाई भाइहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ हाम्रो ईश्वर दाईलाई थ्याङ्क यू सो मच धेरै धेरै माया छ र त्यसै गरी युनिस भाइ ए तपाईँको हो धेरै धेरै माया त्यसको लागि जति पनि आज माया देखाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ यो मायाको लागि र त्यसै गरी सूर्य दाई थ्याङ्क यू सो मच हजुरको सपोर्ट हजुरको मायाले लोकदोरी बाँचिरहेको छ यस्तै माया गरिरहनु होला लोकगीत यसरी परदेशमा रहेर पनि लोकगीतलाई यति धेरै माया गर्नुभएको छ गीतहरू गाइरहनु भएको छ हाम्रो हिट गायक एकचोटि सूर्य खड्काको लागि जोरदार ताली बजाउनु पर्यो दाई उस्तै नरम हुनुहुन्छ उस्तै पोलाइट हुनुहुन्छ उस्तै मिठो बोल्नुहुन्छ दाईले कसैको मन दुखाउनु भएको छैन आजसम्म धेरै धेरै माया छ दाई आइस्तेरु महेन्द्र सर धेरै धेरै माया ए तिमलाई टाढा मलाई नि टाढा माछी काँडे डाँडैमा घर सार तिमलाई टाढा मलाई नि टाढा माछी काँडे डाँडैमा घर सार मैले यो गीत किन गाएको भने अब लोकप्रिय गायिका हाम्रो शान्तारानी परियार हुनुहुन्छ जसले अघि गीत गाएर जानुभयो उहाँको लागि पनि एकचोटि जोरदार ताली नेपालबाटै आउनुभएको एकदम हिट गायिका उहाँको लागि पनि जोरदार ताली अब सूर्य दाईको र शान्ताजीको दोहोरी सुन्न पाइन्छ होला हजुरले दिनुभयो माया त्यसको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच टोकियो हेलो शेख धेरै धेरै धन्यवाद छ यति मिठो गाउनुहुने हाम्रो प्रिय गायकको लागि खै त ताली तपाईँहरूको एकचोटि जोरदार ताली दिनु पऱ्यो फेरि धेरै धेरै धन्यवाद धेरै धेरै तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र यतिखेर मायाको चिनोसहित उहाँलाई सम्मान गर्ने कार्यक्रम भइराखेको छ त्यसको लागि एकचोटि फेरि पनि बधाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै हामी यस पछाडि एकजना भूमि बहादुर सुवेदी भन्ने भूमि माया सुवेदी एकजना भिजिटमा आउनुभएको
उहाँ चाहिँ हराइराख्नु भएर स्टेज पछाडि हुनुहुन्छ। कसैले तपाईँको आफन्त हुनुहुन्छ भने कृपया स्टेजको पछाडि आइदिनुको लागि अनुरोध गर्न चाहन्छु। र त्यसै गरेर स्टल नम्बर 17मा चाहिँ हाम्रो एउटा लाइन्स ट्राभल भन्ने छ, जहाँ तपाईँले एप्लिकेसन तोरुको अर्थात् दर्ता गर्नु भएपछि तपाईँहरूलाई चाहिँ गोलापर्था मार्फत चाहिँ नेपाल आउने जाने टिकटको व्यवस्था गरिएको थियो। त्यसमा चाहिँ गोलापर्था गरेर चाहिँ सुमन बानियाजी चाहिँ लकी ड्रबाट चुनिनु भएको छ। उहाँलाई धेरै धेरै बधाई, धेरै धेरै बधाई दिन चाहन्छु र कृपया स्टेजमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सुमन बानियाज्यू, तपाईँ चाहिँ नेपाल जाने र आउने टु वे टिकट तपाईँले प्राप्त गर्नुभएको छ र विशेष धेरै धेरै तपाईँलाई बधाईसहित हामी कार्यक्रमलाई आज यहीँ समापन गर्ने घोषणा पनि गर्न चाहन्छौँ। यो कार्यक्रम सफल बनाउनको लागि तपाईँहरू यसरी दुःख गरेर काम छोडेर यहाँ आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईँलाई धेरै धेरै बधाई छ। धेरै धेरै यो हस्तान्तरण गरिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो लाइन्स ट्राभलबाट चाहिँ नेपाल आउने जाने एउटा टिकट चाहिँ उहाँले प्राप्त गर्नुभएको छ। यस कार्यक्रमलाई सफल बनाउनको लागि मुख्य प्रायोजन गर्नुहुने स्माइल रेमिट्यान्स लगायत सम्पूर्ण सहयोगी जति पनि हुनुहुन्छ उहाँहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। हामीलाई यो फेस्टिभल सफल बनाउनको लागि स्टेल राखेर सहयोग गर्नुहुने सम्पूर्ण फुडका बुकपानका सम्पूर्ण स्टलहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। आर्थिक भौतिक नैतिक रूपमा हामीलाई जति सहयोग गर्नुभयो तपाईँहरू सम्पूर्णप्रति हामी आयोजक समिति कृतज्ञ छौँ। र त्यसै गरेर यो अत्यन्तै राम्रो बच्चाको फोटो भएको मोबाइल फेला परेको छ है, कसको हो एकचोटि चाहिँ तपाईँहरूको मोबाइल हो भने कृपया, कसैको मोबाइल हराएको छ भने यहाँ सम्पर्क गर्नुहोला। मोबाइल हामीले प्राप्त गरेका छौँ, कृपया। यदि तपाईँ आउनु भएन भने यो चाहिँ हामी एनआरएन जापानको कार्यालय सिनोकोबुमा राख्छौँ, तपाईँहरू त्यहीँ लिन जानुपर्ने हुन्छ। अहिले तपाईँहरूलाई जानकारी गराएँ। र जति पनि हामीलाई सहयोग गर्नुभयो, विशेष गरी विभिन्न सङ्घ संस्थाबाट भोलिन्टियर साथीहरू आउनुभयो, यति धेरै सहयोग गर्नुभएको छ, त्यसको लागि विशेष धन्यवाद। सांस्कृतिक पाटोलाई यति धेरै व्यवस्थापन गरिदिनु भयो, विशेष गरी सूर्य खड्काज्यूलाई र लोकदोरी प्रतिष्ठानका सम्पूर्ण टिमलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँ सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यसरी नै तपाईँहरूको साथ माया सद्भाव प्राप्त गरिराख्यौँ भने आगामी दिनमा फेरि हामी यस्तै उत्सवहरू लिएर तपाईँहरू सामु आउने तपाईँहरूलाई जानकारी गराउँदै एकमुष्ट रूपमा फेरि पनि तपाईँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद। राम्रोसँग जानुहोला, तपाईँहरूको सामान छुटेको हुनसक्छ, राम्रोसँग चेक गर्नुहोस् र बिस्तारै घर फर्किनु होला भन्दै सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद, फेरि भेटौँला।
हेलो हेलो यहाँ एउटा कस्तो कलरको पर्स हो तपाईँको ब्राउन कलरको पर्स हराएको छ कसैले भेट्नु भएको छ भने त्यहाँभित्र जाइरो कार्डदेखि एटिएम कार्डदेखि क्रेडिट कार्डदेखि धेरै उहाँको महत्त्वपूर्ण सामान छ ब्राउन कलरको पर्स हराएको छ सर हजुरको शुभ नाम भन्नुहोस् त नारायण पौडेल नाम गरेको जाइरो कार्ड पनि छ त्यहाँ त्यसैले यदि कसैले त्यो पर्स हराउनु भएको छ